साथीहरु नमस्ते। म जयराम फेरि आइसकेको छु हजुरहरु समक्ष। तपाईहरुलाई मेरो दोस्रो ब्लग भिजिटिङ ब्लग लिएर आइसकेको छु र यस ब्लगमा चाहिँ तपाईहरुले टेक्सास शहरको गगनचुम्बी भवन र यहाँको संरचना देख्न सक्नुहुनेछ। ल फ्लाइओभर ब्रिजहरु देख्न सक्नुहुनेछ। मेरो पुरानो भिडियोलाई जतिजनाले माया गर्नुभयो सम्पूर्णमा धन्यवाद दिन चाहन्छु र त्यसबाट नै उत्साहित हुँदै मैले दोस्रो भिडियो बनाएको छु। यसलाई पनि हजुरहरुले माया गरिदिनुहुन्छ र पहिलेको जस्तै लाइक शेयर सब्स्क्राइब र राम्रो नराम्रो कमेन्ट गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। र बाँकी हजुरहरुलाई भिडियोबाट र मैले यो भिडियोमा चाहिँ माथि जहाजबाट टेक्सासको दृश्य देखाउने कोसिस गरेको छु। आशा छ हजुरहरुलाई यो भिडियो मन पर्नेछ। थ्यांक यू। ओभरहुड के यस्तो चाहिने यो पुलहरु छ। यो कसरी बनायो होला, कसरी गर्न सक्यो होला। यति सानो ठाउँमा यति घुमेको ठाउँ छ हैन। हामीले एउटा चाहिँ आकाशी पुल पनि हाल्नुलाई कति गाह्रो छ, कति स्पेस पुग्दैन हैन। यो चाहिँ हाम्रा नेताजीहरु, मैले नेताजीलाई जोड्न चाहे किन भन्दाखेरि देशको मुहार फेर्ने, देशलाई परिवर्तन गर्ने महाथिरले मलेसिया बनाएको थियो हैन। एउटा मान्छेले बनाएको थियो। अब तपाईहरु यहाँ घुम्न आउनुहुन्छ, तपाईहरुले चाहिँ नि माला लाउनुहुन्छ, आधा लाउनुहुन्छ, तपाईहरुले मोबाइलहरु लेटेस्ट मोबाइलहरु उपहार पाउनुहुन्छ हैन। तर तपाईहरुले यति चाहिँ नि गर्न सक्नुहुन्छ कि यहाँको विकासको मोडल यो मात्रै हैन कि यति त गर्न असम्भव होला। यो भन्दा सानो स्थितिले गर्न सक्नुहुन्छ नि, यो लिएर जानुस् के हैन भन्न चाहे। अब विचार ल धन्यवाद दियास दाइ। र मैले के भन्न चाहे भने हामीले भाइले चाहिँ अरू पनि यहाँ केही त थप्नु होला यसमा हैन। र हामीले चाहिँ जुन खालले ध्यान दिएर चाहिँ नि हामीले कुरा गरेका छौँ, काम गरेका छौँ। यो च्यानललाई तपाईहरुले सब्स्क्राइब लाइक कमेन्ट गरिदिनु होला। किन भन्दाखेरि यसको चाहिँ हामीले विशेषताहरू बताइ पनि सकेका छौँ। भाइ बोलेर अगाडि पनि हाल्नु होला हैन। मेरो अन्तिम के निष्कर्ष छ भने यो च्यानललाई लाइक सब्स्क्राइब र फलो गरिदिनु होला है। थ्यांक यू जियास दाइ।